साथीहरू यो बाँदरलाई पनि छ्यारे रोग लाग्दो रहेछ नि। हेर्नुहोस् त साथीहरू, यो बाँदरलाई पनि छारे रोग हुँदो रहेछ। हेर्नुहोस् त, माथिबाट झऱ्यो यो बाँदर, छारे रोग लागेर होला। हेर्नुहोस् त कस्तो बिजोग तरिकाले झऱ्यो। त्यस पछाडि हेर्नुहोस् त उसलाई बचाउन पनि आइरहेको छ। हेर्नुहोस् त, एउटा बाँदर आएर कति मजाले सुरक्षित ठाउँतिर लिएर जाँदैछ। हेर्नुहोस् त कति मजाले काखमा बोकेर। मान्छेको भन्दा पनि बाँदरको बरु धेरै बुद्धि हुन्छ है साथीहरू। हेर्नुहोस् त, उसलाई लिएर सुरक्षित ठाउँतिर जाँदैछ यो बाँदरले। हेर्नुहोस् त, त्यो निको नहुन्जेलसम्म यसलाई सुरक्षित बोकेर राख्ने रहेछ यो बाँदरले। हेर्नुहोस् त, सुरक्षित एरियामा लाग्दैछ। हेर्नुहोस् त कहाँ माथि लगेर राख्यो। त्यसपछि अर्को बाँदरले यसलाई हेरिरहेछ। हेर्नुहोस् त, ओहो झन्नै झऱ्यो। फेरि समय है, फेरि बोकेर हिँड्नु। हेर्नुहोस् त अब कति मजाले हेरचाह गरेको छ यो बाँदरलाई। माया भनेको त माया हुँदो रहेछ नि। हेर्नुहोस् त कति राम्रो हेरचाह।